आज मात्रै एउटा कुरा के बाहिर आयो भने सामाजिक सञ्जालमा अब अहिलेको सरकार बालेन्द्र शाहको सरकारले 6 दलको चुनावी घोषणा पत्रलाई एउटै बनाएर चाहिँ एउटै प्रतिबद्धता बनाएर अब लागू गर्ने भन्ने कुरा चाहिँ अहिले चाहिँ सामाजिक सञ्जालमा आएको छ। एउटा कुरा के भने यो अहिलेको सरकार जुन सरकार बनेको छ त्यो सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हो कि 6 दल सम्मिलितको सरकार हो। हिजोको दिनमा जसरी राष्ट्रिय स्वतन्त्र पार्टीले आम जनतासँग चाहिँ प्रतिबद्धता गरेको थियो कि हामीले चाहिँ भोलि सरकारमा गयौँ भने यो गर्छौँ भनेर चाहिँ प्रतिबद्धता गरेको थियो, के राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिबद्धता गरेका जस्तै प्रतिबद्धता अरू सम्पूर्ण दलहरूले गरेको प्रतिबद्धतासँग मेल खान्छ कि के हो र? होइन भने कुनै पनि राजनीतिक पार्टीको यदि आफ्नो दर्शन हुन्छ भने त्यो दर्शन सँगसँगै उसको चाहिँ आम नागरिक र जनतासँग चाहिँ त्यो दर्शनमा आधारित एउटा विचार हुन्छ। के राष्ट्रिय स्वतन्त्र पार्टीको विचार र राष्ट्रिय प्रजातन्त्र पार्टीको विचार मिल्छ कि के हो र? अहिलेको जुन कुरा आइरहेको छ त्यस हिसाबले त राष्ट्रिय स्वतन्त्र पार्टीको र राष्ट्रिय प्रजातन्त्र पार्टीको विचार त मिल्ने देखियो नि त। यदि अहिलेको बालेन्द्रको सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि त्यस किसिमको चाहिँ प्रतिबद्धता भित्र चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राख्ने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीको विचार पनि त मिल्ने देखियो के र? यदि त्यसो हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको संघीयता खारेज र राष्ट्र संस्था पुनर्स्थापनाको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्न सक्छ कि के हो र? आखिर यदि सबै दलको घोषणा पत्रलाई एउटै बनाएर लगेर चाहिँ त्यो अहिलेको बालेन्द्र शाहको चाहिँ सरकारले त्यसलाई कार्यान्वयन गर्ने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीको अरू कुरालाई समावेश गर्ने अनि यो दुईटा मुद्दालाई चाहिँ पन्छ्याउन मिल्छ त? त्यही त होला नि भन्ने कुरो। यसको मतलब त सरासर यहाँ के देखियो भने यहाँ कुनै पनि दलको चुनावी घोषणा पत्रको कुनै पनि मान्यता छैन के। किनभने यदि कुनै पनि दलको सरकार बन्छ भने यदि त्यो दललाई चाहिँ दलको नेतृत्वमा सरकार बन्छ भने अरू सम्पूर्ण दलहरूको घोषणा पत्रमा भएका कुरालाई लिएर सरकार बनाउने हो भने अनि ती दलहरूले आफ्नो घोषणा पत्र लगेर चाहिँ चुनावमा लगेर जानुको के अर्थ भयो र? अर्थ भयो र? होइन भने यदि ती दलहरू चुनावमा जाने हो, प्रतिस्पर्धा गर्ने हो र प्रतिस्पर्धा गरे बापत चाहिँ जो सरकारमा गयो उसले चाहिँ सरकार चलाउने हो र ती सरकारमा नजानेहरूको पनि एजेन्डा लगेर चाहिँ त्यही सरकारले चलाइदिने हो भने चुनावमा किन जान पर्यो त? किन राज्यको अरबौं सम्पत्ति चाहिँ खर्च गर्न पर्यो, ढुकुटी खर्च गर्न पर्यो? चुनावी प्रतिस्पर्धा भनेको त आफ्नो आफ्नो विचारको प्रतिस्पर्धा होला नि त दलहरूको। त्यही एउटै विचारको लागि प्रतिस्पर्धा होइन नि त। यदि एउटै विचारको लागि प्रतिस्पर्धा गर्ने हो भने चुनाव किन गराउनु पर्यो त? फेरि दल किन चाहियो एउटै विचारको लागि प्रतिबद्धता गर्ने हो भने? आज जसरी एमाले भनिएको छ, जसरी काङ्ग्रेस भनिएको छ, जसरी श्रम संस्कृति पार्टी भनिएको छ, जसरी नेकपा भनिएको छ, जसरी चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टी भनेको छ, यी सबैका अलग अलग पार्टी किन चाहियो त? अलग अलग विचार किन चाहियो? यदि भोलि गएर जो चाहिँ सरकार बाहिर भएका दलहरू छन् तिनको घोषणा पत्रका सबै कुराहरू लिएर सरकारले भएको दलले चाहिँ सम्बोधन गर्ने हो भने विपक्षी हुनुको के अर्थ रह्यो?
अनि अर्को दल हुनुको के अर्थ रह्यो, अनि अर्को विचार हुनुको के अर्थ रह्यो, अनि अर्को दर्शन हुनुको के अर्थ रह्यो त? यदि दल हुनुको पनि अर्थ भएन, विचार हुनुको पनि अर्थ भएन, दर्शन हुनुको पनि अर्थ भएन भने अनि यो चुनाव गराउनुको के अर्थ? यदि चुनाव गराउनुको अर्थ नै छैन भने संविधानमा निर्वाचन भनेर लेख्नुको के अर्थ त? निर्वाचन प्रणाली नै संविधानबाट नै निर्वाचन प्रणालीलाई खारेज गर्दै भएन? सबभन्दा राम्रो त्यही। कुनै पनि दलको आफ्नो दर्शन, विचार, कार्यक्रम कुनै पनि चाहिँ दलको चाहिँ एउटै बनाउने हो भने सबै दलहरूलाई विघटन गरेर सबैको साझामा एउटै कम्पनी बनायो भएन? एउटै कम्पनी बनाएपछि त्यो कम्पनीले काम गर्छ। न साझा विचार चाहियो, न साझा दर्शन चाहियो, न विभिन्न दलहरू चाहियो, बहुदल भने जस्तै विभिन्न दलहरू चाहियो, कुनै पनि कुरा चाहिएन। बस सबै दलहरू खारेज गर्ने अनि सबै संविधानबाट नै निर्वाचन भन्ने कुरा चाहिँ शब्द पनि हटाइदिने त्यो व्यवस्था, अनि सबै दलहरूको एउटा साझा कम्पनी बनाउने, अनि त्यही साझा कम्पनीबाट चाहिँ अनि यो देश चलाउने। न बहुदल, न निर्वाचन प्रणाली, न कुनै अर्को पार्टी, न कुनै अर्को नेता, आवश्यकै परेन के। हेरौँ यो कुरा भोलिको दिनमा अरू दलहरूले कसरी लिने हुन्, अरू दलका नेताहरूले कसरी लिने हुन्। अब अरू दलका नेताहरूले आफू सरकारमा नगइकन आफ्नो एजेन्डा सरकारमा लागू भइरहँदा भोलि आम जनताले अनि भोलि चाहिँ सरकारमा जुन एउटा गयो भने सबैका साझा एजेन्डाहरू सरकारमा गएकोले चाहिँ त्यसलाई लागू गर्छ भन्ने कुरा चाहिँ आम नागरिकलाई भयो भने अनि उनीहरूले फरक पार्टी किन रोज्छन् त? जो सरकारमा जान लायक छ, भोलि चाहिँ जसले चाहिँ सरकारमा जुन जान्छ उसले सबैको एजेन्डालाई लागू गर्छ भन्ने कुरो जनमानसमा बस्यो भने उसले त्यसैलाई समर्थन गर्ने हो। केही समय अगाडि डिपी अर्यालले एउटा कुरा के भनेका थिए भने अब हामीले चाहिँ प्रतिपक्ष भन्ने कुरो चाहिँ अब चाहिँ हामीले प्रतिपक्ष नहुने गरेर हामीले चाहिँ काम गर्नुपर्छ भनेर चाहिँ केही समय अगाडि डिपी अर्यालले भनेका थिए। सायद यही भएरै होला। अब सबै दलहरू खारेज गरेर एउटै साझा कम्पनी बनाएपछि अब त्यहाँ विपक्षता किन चाहियो र? चाहिएन। त्यहाँ न विपक्ष चाहिने भयो, न विपक्ष नै हुने भयो के। त्यसकारण अब हेरौँ भोलिको दिनमा पुराना दलहरूले कसरी लिन्छन्। अब उनीहरू आफै सकिने बाटोमा जान्छन् कि आफ्ना दर्शन विचारहरू छोडेर आफै सकिने बाटोमा जान्छन् कि अहिलेको जुन बालेन्द्र शाहले ल्याएको योजनामाथि चाहिँ आफ्ना केही प्रतिक्रिया जनाउँछ। हेरौँ भोलिको दिनमा।